एज्युम गर्ने बी र डी एज्युम गरिसके पछाडि यदि ओभरअल डेप्थ छ भने त्यसको इफेक्टिभ डेप्थ निकाल्ने। यो स्मल डी जति पनि फर्मुलामा लागेको छ सबै स्मल डी हो, हामीसँग लागेको फर्मुला लागेको सबै स्मल डी हो, त्यो भनेको इफेक्टिभ डेप्थ हो। यो निकालिसके पछाडि अर्को भनेको न्युट्रल एक्सिस निकाल्ने एक्सयू। एक्सयू कहाँदेखि निस्किन्छ 0.87 FY into AST divided by 0.36 FCK into B फर्स्टमा। सर एकछिन सर, हाम्रो यो सिंगली रेन्फोर्स बीमा हामी डिजाइन स्टेप गर्दाखेरि सर हामीले यो गिभन न यो त यहाँ तपाईले गिभन यहाँ एकछिनको लागि गिभन डाटा लेख्नु भएको छ, गिभन हुँदैन भने के गर्ने एज्युम गर्ने हुँदैन, तपाईहरुले एज्युम गर्ने हो, यो बी पनि एज्युम गर्ने हो, डी पनि। स्टेप मात्रै भन्नु भने तपाईहरुले यही स्टेपहरु लेख्दा भयो। एज्युम गरेर तपाईहरु एउटा एनालाइसिस गर्नु भनेको डेमो एउटा चाहिँ तपाईहरुले एनालाइसिस गरेर गर्नु भनेर भन्नु भने चाहिँ अब एज्युम गर्ने हो b = समथिङ 250 300 d = 360 हैन 400 तपाईहरुले डिजाइन गर्ने हो, राख्ने हो। यहाँनेरि fy र fck तपाईहरुले राख्ने हो। यो राख्न पाइन्छ नि त, fy पनि यति ग्रेडको स्टिल लाउँछु हामी स्ट्यान्डर्ड है, फेरि हाम्रो मार्केटमा अवेलेबल। fck पनि म M20 M25 को चाहिँ कङ्क्रिट युज गर्छु भनेर भन्न पाइयो। यस सर। अनि त्यहाँदेखि हामीले यो लिन पाइयो। अब एएसटी को मिनिमम र म्याक्सिमम को कुरा हामी पछाडी भन्छौं, यो पनि लिन पाइन्छ हामीले डिजाइन गर्दा, तर त्यो चाहिँ थम्स रुल हुन्छ, त्यसलाई हामीले त्यतिकै लिन पाइदैन। एएसटी चाहिँ जस्तो म्याक्सिमम 4% सम्म लिन पाइन्छ, तर हामीले त्यसरी राख्न पाइदैन, जहाँ चाहिँ 4% लाग्दैन। यो एएसटी चाहिँ डिजाइन गर्नुपर्छ हामीले। त्यही भएर तपाईले यो बी डी एफवाई र एफसीके चाहिँ एज्युम गर्न पाइयो, अनि कभर एज्युम गर्न पाइयो। अब स्टेप 3 लाउँदै छु। ओके, अब नेक्स्ट स्टेपमा भनेको एक्सयू आइडेन्टिफाई गर्नु पर्यो। किन एक्सयू आइडेन्टिफाई गर्ने भन्दाखेरि हामीसँग भएको जुन बीम हुन्छ त्यो चाहिँ अन्डर एन्फोर्समेन्ट हुन्छ कि ओभर एन्फोर्समेन्ट हुन्छ चेक गर्नको लागि। अब त्यो चेक गर्दाखेरि ओभर एन्फोर्समेन्ट हो भने हामी यहाँ बी र डी चेन्ज गरिहाल्छौँ। हामीलाई चाहिएको ओभर एन्फोर्समेन्ट होइन कि म्याक्सिमम हुँदा ब्यालेन्ससम्म जाने हो, हैन, नभए अन्डर एन्फोर्समेन्ट हुनु पर्यो। त्यही भएर एक्सयू आइडेन्टिफाई गर्नु पर्यो। एक्सयू को लागि फर्मुला छँदैछ। अर्को स्टेपमा हामी के गर्न सकिन्छ, देव हैन, क्रिटिकल नेचुरल एक्सिस एक्सयू म्याक्स हामीले आइडेन्टिफाई गर्ने। एक्सयू म्याक्स भनेको हामीले अघिकै फर्मुला यो एक्सयू म्याक्स डिभाइडेड बाइ डी हो, अघि हामीले लेखेको चाहिँ। त्यही डी ले यतापट्टि मल्टिप्लाई गरौँ न, 0.53 इन्टु डी, 0.48 इन्टु डी, 0.46 इन्टु डी। यिनीहरू के भइरहेको यो के लेख्नु भएको सर? to find depth of critical neutral axis हैन। क्रिटिकल न्यूट्रल एक्सिस भनेको एक्सयू म्याक्स सर, त यसलाई त म्याक्सिमम डेप्थ अफ न्यूट्रल एक्सिस पनि त भनिन्छ एक्सयू म्याक्स। एउटै कुरा हो। एउटै कुरा हो, तपाईले जसरी बुझे पनि भन्न खोजेको त्यही हो सर। है सर म्युट गरिदिनु सबैलाई, एउटा टपिक सकेर अनि त्यसपछि फेरि त्यो म्युट अन गर्नु, अनि जे क्वेसन हुन्छ त्यो एराइज गर्छन् हैन। यतिकै गर्दाखेरि त केही नि बुझिरहेन, यो घरि कहाँ पुग्छन् घरि कहाँ पुग्छन् सबैले। अब तपाईहरुले के बुझ्नु पर्यो भने तपाईहरुले हल्ला गर्नु भएन कि यतिको मान्छेहरुले। मैले सर र भन्दै जान्छु, तपाईहरुले यो कुरालाई नोटिस गर्दै जाने। कहाँ कहाँ कन्फ्युजन हुन्छ तपाईहरुले कपीमा टिप्दै जाने, फेरि हामी रि गरौँला पछाडी तपाईहरुले। ल अब हामीले अर्को स्टेप 3 मा के गर्ने, कम्पेयर गर्ने केसँग, एक्सयू सँग। यदि एक्सयू चाहिँ मिनिमम भयो भन्दा एक्सयू म्याक्स भन्दा सानो भयो भने अन्डर एन्फोर्समेन्ट हुन्छ, एक्सयू ठुलो भयो भने ओभर एन्फोर्समेन्ट हुन्छ, र बराबर भयो भने ब्यालेन्स सेक्सन हुन्छ। हामीलाई चाहिएको कुन हो, अन्डर एन्फोर्समेन्ट चाहिएको कुन हो, अन्डर एन्फोर्समेन्ट। भनेपछि एक्सयू को भ्यालु यहाँदेखि आउने भयो, एक्सयू म्याक्स को भ्यालु हामीसँग ग्रेड अफ स्टिल अनुसार यहाँदेखि डिजाइन गर्न सकिने भयो, यहाँदेखि आउन सक्यो। दुईटालाई हामीले कम्पेयर गर्यौं, दुईटालाई कम्पेयर गरिसकेपछि हामीले ओभर एन्फोर्समेन्ट हो कि अन्डर एन्फोर्समेन्ट हो भन्ने कुरा थाहा पाइयो। यदि ओभर एन्फोर्समेन्ट रहेछ भने बी र डी को चाहिँ भ्यालु जुन छ चेन्ज गर्ने हैन, बी र डी को। अन्डर एन्फोर्समेन्ट आयो भने इट्स ओके, फर्दर स्टेपमा जाने। अब अर्को भनेको मुभमेन्ट रेजिस्टेन्स आइडेन्टिफाई गर्नु पर्यो। मुभमेन्ट रेजिस्टेन्स हामीले आइडेन्टिफाई गर्दाखेरि अन्डर एन्फोर्समेन्टको लागि हामीसँग 0.87 FY इन्टु ST D - 0.42 इन्टु XU। यो हामीले के भनेको थियौं, फोर्स इन्टु डिस्टेन्स। मुभमेन्ट भनेको हाम्रो के अरे, फोर्स इन्टु डिस्टेन्स। यो टेन्सन जोनको, त्यही भएर T, यो भनेको लिभर आर्म हो, त्यही भएर Z। हामीले यसरी हिजो स्टडी गरेका थियौ, यही फर्मुला हामीले लाउने। अब त्यही कुरा यदि ब्यालेन्स सेक्सनमा आयो भने ब्यालेन्स सेक्सनमा चाहिँ 0.36 FCK इन्टु XU म्याक्स इन्टु B D -
0.42 इन्टु XU max यो फर्मुला हुन्छ। यहीबाट क्याल्कुलेट गरेको है यो पनि। यहीँदेखि हो। यदि ब्यालेन्स सेक्सनमा हुँदाखेरि ब्यालेन्स सेक्सन कति बेर हुन्छ? ब्यालेन्स सेक्सन कति बेर हुन्छ भन्दाखेरि XU इक्वल टु XU त्यही कन्डिसनमा हामीले XU max राख्दै मोमेन्ट रेजिस्टेन्सलाई MU ले डिनोट गर्दै हुन्छ कि MR ले? केलाई MU अल्टिमेट मोमेन्ट अफ रेजिस्टेन्स पनि भन्न सकिन्छ। अब थर्ड पोइन्टमा हामीले के गर्ने? सेल्फ वेट आइडेन्टिफाई गर्ने। सेल्फ वेट कसरी आइडेन्टिफाई गर्ने भन्दाखेरि हामीसँग भएको वर्किङ लोड छँदैछ इन्टु लोड फ्याक्टरले यो एउटा कन्डिसन भयो। कन्डिसन हेर्नुहोस् है, सेल्फ वेट भनेको क्याल्कुलेट गर्नको लागि अल्टिमेट लोड आइडेन्टिफाई गर्नको लागि वर्किङ लोड जति छ त्यो लोडलाई यदि हामीले फ्याक्टर अफ सेफ्टीले मल्टिप्लाई गरियो। अब भन्नुहोस् त फ्याक्टर अफ सेफ्टी फर लिमिट स्टेट मेथडमा कति छ कङ्क्रिटको लागि? कति छ? 1.5 ल। अब सेल्फ वेट निकाल्नको लागि त्यसको क्रस सेक्सनल एरिया त्यो बीमको B इन्टु क्यापिटल D ओभरअल डेप्थ लिनु पर्यो है यसमा चाहिँ B इन्टु क्यापिटल D एन्ड डेन्सिटी अफ कङ्क्रिट। अब डेन्सिटी अफ कङ्क्रिट हामीसँग थाहा छँदैछ 25। यो गर्यो भने हाम्रो के आउँछ? वेट आउँछ। त्यो माथिको स्टेप 6 त्यो माथि स्टेप 4 नै लेखाउनु भएको थियो सर। 4 अनि 5 कहाँ भयो सर? यही त हो नि 5 6 जस्तो लाग्यो। एकछिन सर त्यो 87 FYAST D - 0.42 भयो सर। अब यहाँदेखि सेल्फ वेट निस्किन्छ। अब सेल्फ वेट निस्किसके पछाडि चाहिँ हामीले अरू के गर्नु पर्यो त भन्दाखेरि अब हामीसँग क्याल्कुलेट गर्नुपर्ने कुरा छ मिनिमम र म्याक्सिमम रेन्फोर्समेन्ट। अब यो पहिला जान्नु पर्यो हामीसँग। किन? हामीले के भन्यो? मुभमेन्ट क्याल्कुलेट गरिसके पछाडि चाहिँ मुभमेन्टको जुन भ्यालु आउँछ त्यसमा डिपेन्ड गर्छ हाम्रो लङ्गिट्युडनल भाग भनेको रेन्फोर्समेन्ट र सेयर क्याल्कुलेट गरिसकेपछि सेयरको चाहिँ सेयरले के दिन्छ? स्ट्रेरअप्स र त्यसको डाया र स्पेसिङ दिन्छ भनेर भने। त्यसो हो भने हामीले अर्को बुझ्नुपर्ने भनेको रेन्फोर्समेन्टसँग सम्बन्धित कुराहरू बुझ्नु पर्यो। बीममा के भन्छ त रेन्फोर्समेन्टले भन्दाखेरि मिनिमम रेन्फोर्समेन्ट चाहिँ लाउनै पर्छ। कति भन्दाखेरि ST मिनिमम बाई BD इक्वल टु 0.85/FY भनेको यहाँदेखि ST को फर्मुला आउँछ। यो चाहिँ क्लज नम्बर 26.5.1 मा छ। त्यही भएर ST मिनिमम हाम्रो कति हुने भयो? 0.85 इन्टु BD डिभाइडेड बाई FY। यो हो मिनिमम। 0.85 इन्टु BD डिभाइडेड बाई FY यो मिनिमम हो। त्यो माथिको त्यो सेल्फ वेट अफ B मा के लेख्नु भएको छ? एरियाको अगाडि के लेख्नु भएको छ त्यो एकचोटि भनिदिनु त। क्रस सेक्सनल एरिया IS लेख्नु भएको छ सायद के लेख्नु भएको छ? यहाँनेरि SC लेखेको छ। C पछाडि S एपोस्ट्रोफ S लेखेको भनेको /S हो। C भनेको क्रस सेक्सन हो। यो क्रस सेक्सन सर्ट फर्म। B इन्टु 0 किन गर्नु भएको छ सर? जो B इन्टु 0 लेख्नु भएको छ कि D लेख्नु भएको छ सर? त्यो D क्यापिटल D। क्रस सेक्सनल एरिया भनेको त हाम्रो यस्तो हुन्छ नि त। क्रस सेक्सनल एरिया भनेको यो एउटा बीमको एक क्रस सेक्सनमा हेर्दा पनि रेक्टेंगुलर हुन्छ। यो B हो, यो चाहिँ D हो, टोटल डेप्थ हो। यो हामीलाई चाहिने चाहिँ इफेक्टिभ डेप्थ भनेर भन्यो। त्यो इफेक्टिभ डेप्थमा चाहिँ कभर घटाउने भनेर भनेको छु अघि मैले। सर त्यो 25 हो हैन सर कि 2.5 हो सर? 25 ल। अब यहाँदेखि पछाडि हाम्रो थम्ब रुलले चाहिँ के भन्छ भन्दाखेरि 0.2% अफ ग्रस सेक्सनल एरिया भन्छ के। भनेको एजी भनेको जुन ग्रस सेक्सनल एरिया छ त्यो एरियाको मिनिमम 0.2% चाहिँ हुनुपर्छ भनेर भन्छ एरिया अफ स्टिलमा। एरिया अफ स्टिलमा कुन स्टिल भन्दा 415 भन्दा माथिको स्टिल, 415 भन्दा माथि ग्रेडको स्टिललाई। यदि त्यो भन्दा मुनि माइल स्टिल छ भने चाहिँ कति लाउनु पर्यो? मिनिमम 0.3। यो चाहिँ थम्ब रुल हो। यो भन्दा माथि हुनु पर्यो। फेरि हामीले क्याल्कुलेट गर्दाखेरि पनि यो भन्दा मुनि स्टिल यदि मिनिमम आयो भने एसटी मिनिमम यो भन्दा तल आयो भने हाम्रो चाहिँ डिजाइन पास भएन। यो चाहिँ मिनिमम क्राइटेरिया हो। यो भन्दा जहिले पनि माथि हुनु पर्यो। ग्रस सेक्सनल एरियाको 0.2%।
भन्दा माथि हुनु पर्यो Fe415 मा। यदि माइल्ड स्टिलको केसमा 0.3 भन्दा माथि भए पुग्छ। यति नै हो यसमा बुझ्नुपर्ने कुरा। सर सिंगली रेनफोर्स बीमलाई स्टेप डिजाइन सोध्यो भने के लेख्दा हुन्छ हैन सर? सिंगली रेनफोर्स बीमलाई के भन्नुभयो? त्यो स्टेप डिजाइन सोध्यो भने यति लेख्दा हुन्छ हैन? तपाईहरुले के बुझ्नु पर्यो भने नि सिंगली रेनफोर्समेन्ट बीम हो कि डबली रेनफोर्समेन्ट बीम हो भन्ने कुरा त हामीले आइडेन्टिफाई गरिहालिन्छ नि मुभमेन्टबाट। यदि मुभमेन्ट चाहिँ क्यापासिटी भन्दा डिमान्ड बढी छ, क्यापासिटी भन्दा डिमान्ड बढी आयो भने हामीले डबली रेनफोर्समेन्ट गर्ने हो त्यहीदेखि। तर अरु सबै केसमा हाम्रो चीज यही हो, हामीले आइडेन्टिफाई मात्रै गर्ने हो कुन चाहिँ बीम हो र छ, सिंगली हो कि डबली र छ भन्ने कुरा। ल अब यहाँ हेर्नुस् त सर, तपाई जुन डिजाइन गर्नुभयो सिंगली रेनफोर्समेन्ट, तपाई त्यो के भन्छ एलएसएम मेथडले हैन? बीमको एलएसएम मेथडले नै यहाँनिर डिजाइन गरिराखेको छ अहिले। माथिको जुन तपाई डिजाइन स्टेप भन्नुभयो त्यो माथिको सबै कुराहरु तपाईहरुसँग एलएसएम मेथड। किन हामीसँग युजफुल के हो? अरे यार एएसटी र एफआई दिइराछ, एलएसएम भनेर बुझ्नु न यार। ल अगाडि बढौँ है त। हामी एक्चुअली डब्ल्युएम मेथडले पनि बताइदिनु न सर। तपाई कति हतार गर्नु? तपाईको नाम के हो भन्नुस् त? तपाई एकदमै फास्ट गइराख्नु भएको छ। जे पढेको छ त्यो कुरा तपाईले बुझिराख्नु भएको छैन। तपाईले क्लास डिस्टर्ब गरिराख्नु भएको छ। पहिला कुरा बुझ्नु पर्यो कि तपाईहरुलाई जे स्टेप आउँदैछ तपाई किन अगाडि भागिराख्नु भएको छ भन्नु त? जे पढिराख्नु भएको छ त्यो कुरा चाहिँ हेर्नुस् न पहिला राम्ररी। यो आउँछ तपाईलाई अहिले उसो भए डब्ल्यू के अरे वर्किङ स्ट्रेस मेथड आउँदैन अरे, यो लिमिट स्टेट मेथड आइसक्यो तपाईलाई। जम्मैले यसरी बोले त क्लासै भएन नि त। यो त तपाईहरुलाई यो इजी सेक्सनको लागि यो बोल्न किन छुट्दिएको भन्दा काहीँ कन्फ्युजन हुन्छ भनेर तपाईहरुलाई बोल्न यसको एडभान्टेज लिइराख्नु भएको छ तपाईहरुले। क्लास हाम्रो अगाडि बढेको छैन। अघि कसले भन्दै हुनुहुन्थ्यो हामीले सिक्ने यो कुरा हैन। यो डिप्लोमामा पनि हामीले ब्याचलरमा पनि यी कुराहरु पढेको। एसटी भनेको एरिया अफ स्टिल भइहाल्यो, बीडी भनेको विड्थ र डेप्थ भइहाल्यो, एफआई भनेको क्यारेक्टरिस्टिक स्ट्रेन्थ भइहाल्यो। योसँग हामी फ्यामिलियर छौं। अब हामीले यहाँनिर मेनली तपाईहरुले एउटा नोटेसन गर्नुपर्ने कुरा यही हो, एरिया मिनिमम स्टिलको एरिया कसरी आइडेन्टिफाई गरिन्छ भन्ने कुरा। 0.8 एसटी मिनिमम भनेको चाहिँ 0.85 बीडी डिवाइडेड बाइ एफवाई र अर्को भनेको चाहिँ मिनिमम शुड नट बी लेस देन 0.2% अफ ग्रस सेक्सनल एरिया। यति दुईटा कुरा सम्झिने मात्रै हो यो पेजबाट, अरु केही छैन तपाईहरुले बुझ्नुपर्ने। अब नेक्स्ट स्टेपमा छ। त्यसो भए एरिया त स्टिलको म्याक्सिमम कतिसम्म राख्न पाइन्छ त भन्दाखेरि हामीले म्याक्सिमम चाहिँ 4% राख्न पाइन्छ। 4% अफ ग्रस सेक्सनल एरिया भनेको बी र डी को जुन मल्टिप्लाई छ त्यसको 4% सम्म राख्न पाइन्छ। यो चाहिँ थम्ब रुल हो, हामीलाई कोडमै दिएको छ। यो भन्दा माथि एक्सिड हुन पाइदैन स्टिल। तर प्र्याक्टिकल्ली हामीले यदि प्र्याक्टिकल बेसमा हेर्ने हो भने यो 2.5 क्रस गर्दैन प्राय जसो है, प्राय जसो 2.5 चाहिँ क्रस गर्दैन। त्यही भएर हामीले प्र्याक्टिकल्ली 2.5 सम्म। तर हामी कोडल हिसाबले म्याक्सिमम भन्यो भने हामी के गर्ने हो? 4% अफ के को ग्रस सेक्सनल एरिया म्याक्सिमम। अब त्यहाँनेरि यदि एरियाको कुरा त थाहा भयो, तर एरियाले डिटरमाइन हामीलाई के गर्दैन? स्टिलको डाया गर्दैन। त्यही भएर डाया चाहिँ हामीले डायमिटर चाहिँ कतिसम्म राख्न पाइन्छ त बीममा भन्दाखेरि हामीले 12 mm भन्दा तलको डाया राख्न पाइदैन बीममा। हामीसँग एभाइलेबल कति छ? 6 पनि छ, 7 पनि छ, 8 पनि छ हैन, 10 पनि छ, 12 पनि छ। भनेपछि हामीले 12 mm भन्दा तलको चाहिँ हामी डाया राख्दैनौं मिनिमम पनि। त्यही भएर मैले हिजो तपाईहरुलाई त्यहाँनेरि भनेको थिएँ, के भनेको थिएँ? यदि सिंगली रेन्फोर्समेन्ट बीम छ, सिंगली रेन्फोर्समेन्ट बीम छ भने पनि हाम्रो ह्याङ्गिङ बार चाहिँ 12 mm डाया भन्दा माथिको हुनुपर्छ। यो ह्याङ्गिङ बार यसले स्टेपलाई अल्झाउने मात्रै काम गर्छ, बोक्ने मात्रै काम गर्छ, यसको कुनै क्याल्कुलेट हुँदैन। तर यो पनि कति हुनु पर्यो अरे? 12 mm। 12 mm। त्यही भएर मिनिमम डायमिटर अफ चाहिँ रिबार इन लङ्गिट्युडनल सेक्सनमा हेर्ने हो भने, बीमको लङ्गिट्युडनल सेक्सनमा हेर्ने हो भने 12 mm। र म्याक्सिमम कहाँसम्म राख्न पाइन्छ भन्दा 32 mm सम्म राख्न चाहिँ दिन्छ कोडले चाहिँ। कोडले है, यो कोडले चाहिँ 32 mm सम्म राख्न पाइन्छ भन्छ। तर प्र्याक्टिसमा चाहिँ हामी प्र्याक्टिकल्ली कतिसम्म राख्न पाउँछौं?
कतिसम्म राख्छौँ हामी 25 सम्म प्र्याक्टिकल्ली हामी कतिसम्म राख्छौँ 25 सम्म भनेपछि मिनिमम यहाँनेरि बुझ्नुपर्ने कुरा के हो भने मिनिमम डाया चाहिँ हामीले लङ्गिट्युडनल बारमा 12 mm र म्याक्सिमम 32 mm सम्म राख्न पाइन्छ अब यो कुरा आइडेन्टिफाई गर्नको लागि तपाईको जुन लङ्गिट्युडनल सेक्सन छ हैन लङ्गिट्युडनल सेक्सनमा हामीले जति बेर डाया प्रोभाइड गर्दैछौँ त्यो डायासँग अर्को पनि चेक गर्नुपर्ने हुन्छ त्यो भनेको के हो 1/8 टाइम्स अफ लिस्ट डाइमेन्सन अफ बीम जुन डाइमेन्सन छ त्यसको 1/8 भनेको तपाईहरुको यदि बीम यो बी र डी छ यो बी र डी छ यो डी छ यसमध्ये जुन सानो छ लिस्ट भनेको के हो सानो त्यसलाई जस्तो यो 250 mm को चाहिँ विड्थ छ भने डिवाइडेड बाइ 8 गर्ने अब 8 गर्दा जति भ्यालु आउँछ अर्को 32 mm गर्ने दोस्रो रिफरेन्स भनेको यो दुईटा मध्ये जुन सानो आउँछ त्यो डायालाई राख्ने कुरो बुझ्नुभयो यहाँसम्म अब मिनिमम क्लियर कभर चाहिँ कति राख्न पाइन्छ भन्दाखेरि 25 mm भन्दा तल हुनु हुँदैन है 25 mm सेकेन्डमा के छ डाया अफ लङ्गिट्युडनल बार यदि 32 mm को लगाइ छ भने हामीले 25 लगाएर भयो त कभर भएन त्यति बेला हामीले कति लाउनु पर्यो 32 mm लाउनु पर्यो यदि 20 को छ हामीसँग डाया चाहिँ 20 को छ भने अब कति लाउनु पर्यो मिनिमम कभर 25 लाउनु पर्यो यो दुईटा मध्ये जुन ठुलो छ त्यो हाम्रो के हुनु पर्यो कभर हुनु पर्यो क्लियर कभर ठीक छ यहाँसम्म बुझिन्छ अब यही कुरालाई कोड नम्बरको 26.5 यो भन्दा सेकेन्ड नम्बरको हजुर त्यो डाया भन्नुभयो नि त्यसको 25 mm यहाँ मैले के भने तपाईहरुलाई भने जति बेर अब हामीले एरिया मिनिमम र म्याक्सिममको कुरा गरियो मिनिमममा पनि तपाईहरुलाई भनिहाले मैले एसटी डिवाइडेड बाइ एरिया मिनिमम डिवाइडेड बाइ बीडी इक्वल टु हामीसँग के हुन्छ अरे फर्मुला यहाँनेरि एरिया मिनिममको 0.85 बाइ एफवाई यहाँबाट एरिया मिनिमम राखियो म्याक्सिमम 4% राखियो प्र्याक्टिकल्ली हामीले 2.5 राखियो अब डायाको कुरा आउँछ डायाको कुरामा 12 भन्दा माथि राख्ने 32 भन्दा कम राख्ने भन्ने हो भने 32 भन्दा कम हुनु पर्यो अर्को केसमा के भन्नु भने 1/8 टाइम्स अफ लिस्ट ल्याटरल डाइमेन्सन भनेको जुन डाइमेन्सन छ त्यो डाइमेन्सनको अफ बीमको चाहिँ 1/8 गर्ने जुन चाहिँ सानो हुन्छ हामीले त्यो बार राख्ने यहाँनेरि डाया पनि आइडेन्टिफाई भयो अब क्लियर कभरको कुरा आउँछ क्लियर कभरमा चाहिँ मिनिमम 25 mm राख्ने 25 mm मिनिमम यदि हामीले डिजाइन गर्दा 32 mm को रड आयो भने अब त्यति बेला चाहिँ 32 mm को क्लियर कभर राख्नु पर्यो किन यहाँ यो दुईटा मध्ये जुन ठुलो छ त्यही कुरा राख्नु पर्छ है भन्छ ग्रेटर दुईटा मध्ये जुन ठुलो छ त्यही अब हामीले यदि 20 mm को मात्रै रड युज गर्दैछौं लङ्गिट्युडनल बार युज गर्दैछौं भने अब चाहिँ मिनिमम कभर कति राख्नु पर्यो 25 त राख्नै पर्यो 25 राख्नै पर्यो बुझ्नुभयो यही कुरा भने अब अर्को भनेको हजुर त्यो सेकेन्ड वान डायमिटर ल्याङ्ग्वेजिकल म्याक्स छ नि सर त्यसको मिनिमम क्लियर कभरको सेकेन्ड नम्बरबाट हो के हो चाहिँ यहाँनेरि मिनिमम क्लियर कभर सेकेन्ड नम्बर हजुर मिनिमम 25 mm भयो मिनिमम 25 mm भयो यदि 25 mm भन्दा माथिको रड राख्नुहुन्छ भने त्यो माथिको जतिको रड राख्नुहुन्छ त्यतिको चाहिँ डाया हुनु के अरे क्लियर कभर हुनु पर्यो ल यति सम्झिनु तपाईहरु पुरो बुझ्नुभयो मिनिमम चाहिँ 25 हुनै पर्यो यदि 25 mm भन्दा माथिको रड युज गर्दै हुनुहुन्छ भने नि त्यो माथिको रडको चाहिँ जति 32 को त्यो भन्दा माथि त 32 mm हो नि त हाम्रो 32 mm को गर्दै हुनुहुन्छ भने मिनिमम त्यो 32 हुने भयो के अब फेरि दुईटा मध्ये जुन ठुलो छ त्यही यदि 20 mm को मात्रै गर्दै हुनुहुन्छ भने मिनिमम त 25 भयो नि त राख्नै पर्यो ल नेक्स्टमा हेर्नु त
अब हामीलाई यो क्लज नम्बर हामीहरुको कोड कुन कोड युज गर्छौं हामी आरसीसी डिजाइन गर्दा कुन कोड युज गर्छौं भन्नुस् त IS 456 IS 456 2000 हामीले युज गर्नु यो कोडको क्लज नम्बर 26.5.1.1 मा दिएको छ यो तपाईहरुलाई किन नदिएको यो हामीले यहाँ पेज नम्बर राखिएर त्यहाँ लेखेको पनि म भन्दिन्थे किन नगरेको मैले किनभने यो कोड हामीलाई लान दिदैन एक्जाममा हामीले एक्जाम दिँदाखेरि यदि डिप्लोमा ब्याचलर गर्दाखेरि चाहिँ हामीले यो कोड युज गर्थ्यौं र कोड लान पाउँथ्यौं त्यतिबेरको पेज नम्बर सुद्धा हामीलाई याद हुनु पर्थ्यो तर हामीलाई अहिले चाहिँ के छ हरेक फर्मुला याद गर्नुपर्ने हुन्छ त्यही भएर हामी जे फर्मुला हो फर्मुला मात्रै टिपेको छ अब हामीलाई म्याक्सिमम टेन्सन रेन्फोर्समेन्ट भनेको कति अरे हामीले माथि नै हेरियो 4% अफ ग्रोथ मिनिमम चाहिँ कति अरे अब भन्नुस् त 0.2% अफ बिर्सिहाल्नुहुन्छ ग्रस सेक्सनल एरिया एजी 415 भन्दा माथिकोलाई अनि यदि माइल्ड स्टिल छ भने 0.3% यति गर्न पाइयो मिनिमम एरिया कसरी निकालिन्छ अरे AST minimum divided by BD equal to 0.85 by के हुन्छ FY यहाँदेखि हाम्रो चाहिँ एरिया अफ स्टिल मिनिमम आउँछ र यति थाहा भइसकेपछि अब यो रड त राख्ने कुरा भयो रडको एमएम पनि थाहा भयो क्लियर कभर पनि थाहा भइसक्यो हामीलाई अब त्यसो हो भने स्पेसिङ चाहिँ कति चाहिन्छ त भन्ने कुरा थाहा हुनु पर्यो के कतिको फरकमा रड राख्ने हो त त्यतिकै अन्दाधुन्दा राख्ने कि त्यसको पनि कुनै नर्म्स छ भनेर हेर्ने हामीले हैन त्यो हेर्दाखेरि के भन्छ भने मिनिमम क्लियर होरिजन्टल स्पेसिङ भनेको यो दुईटा रड बीचको होरिजन्टल डिस्टेन्स मिनिमम हैन त्यो मिनिमम चाहिँ कति हुनुपर्छ भन्दाखेरि नर्मल एग्रिगेट साइज प्लस 5 mm किन यसो भनेको होला त्यहाँनेरि एग्रिगेट चाहिँ राम्ररी छिर्न सक्नु पर्यो भनेको जान सक्नु पर्यो कास्टिङ हुन सक्नु पर्यो अर्को के भन्छ म्याक्सिमम डाया अफ लंगिट्युडनल बार यो जुन डाया लगाइदै छ जति mm को लंगिट्युडनल बार लगाइदै छ कम से कम 32 mm को लगाइदै छ भने 32 mm मिनिमम हुनु पर्यो अर्को के भन्छ डायामिटर अफ भाइब्रेटर किन भनेको भन्दाखेरि हामीले भाइब्रेट गर्नुपर्ने हुन्छ कम्प्याक्ट गर्नुपर्ने हुन्छ कङ्क्रिटलाई यदि भाइब्रेटरै छिरेन भने कम्प्याक्सन नहुन सक्छ हनीकमहरु प्रोड्युस हुन सक्छ त्यही भएर मिनिमम चाहिँ कति हुनु पर्यो अरे डायामिटर अफ भाइब्रेटर पनि हुनु पर्यो भाइब्रेटर छिर्न सक्ने हुनु पर्यो त्यो यो तीनटालाई हामीले हेर्ने त्यो मध्ये जुन ठुलो छ त्यो ठुलो चाहिँ हाम्रो होरिजन्टल स्पेसिङ हुनु पर्यो कुरो बुझ्नुभयो त्यसो भए जनरली कति हुन्छ डायामिटर सर हजुर त्यो भाइब्रेटरको जनरली कति हुन्छ डायामिटर 25 mm अढाई इन्चको के अरे भाइब्रेटर भन्छन् कि मिस्त्रीहरूले हैन 2 इंच 2.5 इंच भन्दा माथिको हुन्छ स्ट्यान्ड अर्को पनि हुन्छ हामीले पढेको थियौ नि कम्प्याक्सन गर्ने बेलामा एउटा निडल एउटा चाहिँ 4.5 को र अर्को चाहिँ 2.5 को त्यही अनुसारको हुन्छ त्यो भाइब्रेटर पनि ल अब भर्टिकल स्पेसिङ चाहिँ तपाईले यहाँनेरि अस्ति यो कुरा सोध्दै हुनुहुन्थ्यो यो साइडमा चाहिँ किन लगाइन्छ भनेर यो हैन साइडको रेन्फोर्समेन्ट हामीले कति बेर प्रोवाइड गरिन्छ भनेर सोध्नु भएको छ मैले बिर्सेको छैन है यो कुरा तपाईलाई ठाउँ आएपछि म भन्छु भनेर भनिरहेको छु अब यो भर्टिकल जुन रड र रड बीचको जुन डिस्टेन्स छ त्यो भर्टिकल के अरे रड र रड बीचको डिस्टेन्स चाहिँ कति राख्नुपर्छ भनेर आइडेन्टिफाई गर्ने चाहिँ भर्टिकल डिस्टेन्स यो भर्टिकल डिस्टेन्स चाहिँ कति हुनुपर्छ भन्दाखेरि मिनिमम 2/3 अफ नर्मल एग्रिगेट साइज 2/3 अफ नर्मल NAS भनेको नर्मल एग्रिगेट साइज और डाया अफ लंगिट्युडनल बार जुन मैक्सिमम डाया छ और 15 mm चाहिँ मिनिमम यो तीनटा मध्ये जुन ठुलो छ त्यही राख्न पाइयो
त्यही कुरा राख्न पाइन्छ हामीले। होरिजेन्टलको भयो, भर्टिकलको पनि भयो। अब हामीले अर्को कुरा के हेर्नु पर्यो भने म्याक्सिमम चाहिँ कतिसम्म राख्न पाइन्छ? के हो सर त्यो एकचोटि भनिदिनु त सर। एस मिनिमम लेख्नुमा यो एस मिनिमम के लेख्नुमा छ? एस मिनिमम यो भन्नुभएको, यसलाई डेल भन्छौँ हामी, डेल मिनिमम भन्दा पनि भयो। यसलाई सिम्बोलिकली चाहिँ डेल मिनिमम भन्छौँ। तपाईहरुले भर्टिकल स्पेसिङ भनेर नामै लेखेर अनि डेल मिनिमम गर्दा पनि भयो। यो दुईटैलाई सिम्बोलिकली हामीले यदि सिम्बोलिकली हेर्ने भने चाहिँ एसएच र एसबी ले हेर्छौं। एसएच र एसबी, भर्टिकल स्पेसिङ एन्ड होरिजेन्टल स्पेसिङ। अब यो स्पेसिङ म्याक्सिमम कतिसम्म राख्न पाइन्छ भनेर भन्ने हो भने यदि तपाईहरुको ग्रेड अफ स्टिल 415 छ भने 180 mm, ग्रेड अफ स्टिल 500 छ भने 150 mm। अब यहाँ हेर्नुस्, यहाँ रिलेसन हेर्नु है, कहिलेकाहीँ सोधिन्छ यो कुरा। When grade of steel is increased, the spacing will be भनेर भनिदिन्छ के। ग्रेड अफ स्टिलले के गर्छ? त्यसको स्ट्रेन्थ हो नि त। जति बेला स्ट्रेन्थ चाहिँ बढ्छ त्यति बेला हामीले स्पेसिङ के गर्न पाइयो? घटाउन पाइयो नि त। स्पेसिङ घटाउन पाइयो हैन? त्यही भएर यदि 415 को छ भने 180 राख्दा भयो। 180 एफई चाहिँ 500 छ भने 150। म्याक्सिमम सम्म है, म्याक्सिमम राख्न पाउने यो चाहिँ। मिनिमम चाहिँ हाम्रो यही हो। प्राय जसो तपाईहरुको त्यो स्पेसिङ डाया अफ बारली राखेको हुन्छ प्र्याक्टिसमा हेर्ने हो। लङ्गिट्युडनल डायाको जुन छ त्यो डाया म्याक्सिमम डायाको जुन भ्यालु छ त्यही भ्यालु अनुसार राखेको हुन्छ। ल यहाँसम्म बुझ्यो हामीले। हेलो सर। हजुर, यो भर्टिकल स्पेसिङ र होरिजेन्टल स्पेसिङ बुझाइदिनु न। होरिजेन्टल स्पेसिङ र भर्टिकल स्पेसिङ। हजुर, होरिजेन्टल भर्टिकल्ली हो। भर्टिकल्ली पनि कि अपवार्ड देखि माथिदेखि गरिन्छ हैन, कि भर्टिकल्ली अपवार्ड देखि गरिन्छ, प्राय यही नै गरिन्छ। डाउनवार्ड देखि पनि यसलाई मिल्दैन किनभने कम्प्याक्सन भएर तल आउने हो। त्यही भएर साइडबाट भाइब्रेटर नगर्ने भएको कारणले भाइब्रेटर यहाँ छिरिराख्नु परेन। त्यहाँ त प्लाइवुडको कभर हुन्छ नि त सर। हो। अब भाइब्रेटर धेर लगायो भने चाहिँ के हुन्छ त भन्नुस् त? अब जेनरल क्वेशन, भाइब्रेटर धेरै गरियो, चाहिने भन्दा बेसी गरियो भने के हुन्छ? एग्रिगेट हुन्छ, ब्लिडिङ हुन सक्छ। सिमेन्टमा भएको सिमेन्ट सेन्ड एग्रिगेटको जुन मिक्स छ त्यो मिक्सको चाहिँ लिक्विड त्यो बाहिर निस्किन सक्छ, सेग्रिगेट हुन सक्छ। हो, यस्ता यस्ता प्रब्लमहरु आउन सक्छ। सर भाइब्रेटर भनेको एउटा बिममा कति लगाउन सकिन्छ भनेको 5 सेकेन्ड, 5 देखि 10 सेकेन्ड। एउटा बिममा कि एउटा पोइन्टमा? हैन, एउटा पोइन्टमा। एउटा बिममा त त्यो बिमको सेक्सन अनुसार डिपेन्ड गर्ने हो नि, कति त्यसको भाइब्रेसनको इफेक्ट कतिसम्म छ भन्ने कुराले डिपेन्ड गर्छ। तर एउटा पोइन्टमा चाहिँ हामीले त्यति लाउने। ल अब अर्को चीज हेर्नुस् त, यो पनि डिजाइन स्टेटकै कुराहरु हुन् है। कम्प्रेसिभ स्ट्रेस, कम्प्रेसिभ स्ट्रेस चाहिँ कति हुनुपर्छ भनेर हेर्ने हो भने यो चाहिँ फ्याक्टर हो है। फ्याक्टर जहिले पनि के हुन्छ? जुन क्यारेक्टरिस्टिक स्ट्रेन्थ छ त्यसको 8% चाहिँ मिनिमम हुनु पर्यो। त्यसको 8%, यही भनेको यो। भन्नुको मतलब यदि तपाईसँग क्यारेक्टरिस्टिक स्ट्रेन्थ चाहिँ 20 M20 को ग्रेड लिँदै हुनुहुन्छ भने हामीले फ्याक्टर एक्सियल कम्प्रेसिभ स्ट्रेस लगाउँदै छौं भने कम से कम पनि यो 20 को 8% इन्क्रिज गर्नु पर्यो। 20 + 20 को 8% हैन, यही भनेको। त्यो भनेको 0.08 टाइम्स अफ FCK, 0.08 टाइम्स अफ FCK। यो फ्याक्टरलाई मात्रै हेर्ने हो भने दैट मीन्स 8% अफ FCK फ्याक्टर चाहिँ। कुरो बुझ्नुभयो? कम्प्रेसिभ एक्सियल स्ट्रेस हेर्ने हो भने अब एक्सियल स्ट्रेस भनेको कस्तो हो? आइदर त्यो कम्प्रेसन हुनु पनि हुन सक्छ
टेन्सन पनि हुनसक्छ। तर बेसिकल्ली स्ट्रक्चरमा धेरै जसो चाहिँ के हुन्छ, कम्प्रेसिभ लाग्छ। त्यही भएर हामीले क्युब टेस्ट पनि बाई कम्प्रेसनै गर्छौँ। स्ट्रक्चरले त माथिदेखि थिचेको हुन्छ नि त, भन्नुको मतलब के हो, कम्प्रेसन हो नि त यो त धेरै। अर्को भनेको B/D को रेसियो, B/D को रेसियो 0.3 भन्दा तल हुनु हुँदैन। B/D को रेसियो 0.3 भन्दा तल हुनु हुँदैन। यो कस्तो केसमा आउँछ? अब यहाँ हेर्नुहोस्, यदि B तपाईले 200 लिनुभयो, डेप्थ तपाईहरुले यो B भन्दा ठुलै लिनुपर्छ के जहिले पनि डेप्थ यो B भन्दा ठुलै लिनुपर्छ। यदि B समानै 200 लिनुभयो भने के हुने भयो, 1 आउने भयो। हाम्रो यो पर्फेक्ट भएन। त्यही भएर डेप्थ जहिले पनि के हुनु पर्यो, ठुलो हुनु पर्यो विथ भन्दा। यो चाहिँ हामीले विचार गर्ने कुरा हो। अनि B भनेको मिनिमम पनि 200 mm, 200 mm, that means 20 cm, that means 10 inch, 10 inch कि 8 inch, 8 inch होला, 8 inch, 8 inch भन्दा तलको हुनु हुँदैन। 200 mm भन्दा सानो चाहिँ हामीले विथ राख्न पाइदैन बीमको। सर यसबाट कति मार्क्स हुन्छ बीमबाट? यो च्याप्टरबाट एउटा 10 नम्बर, एउटा 5 नम्बर अनि 2 नम्बरको 3टा आरसीसी बाट त राम्रो मार्क्स हुन्छ नि तपाईहरुले यो डिजाइन टिप्स दिइराथि छ। ल अर्को नम्बरमा हेर्नुस् त, डेप्थ जुन हाम्रो डेप्थ छ बीमको, त्यो डेप्थ चाहिँ केमा डिपेन्ड गर्छ, यसको लेन्थमा डिपेन्ड गर्छ। यो बीम कतिसम्म लामो जान्छ भन्ने कुरामा डिपेन्ड गर्छ हैन। यो लेन्थ हो, यसको लेन्थ यदि छ भने, यो लेन्थ हो भने, बीमको लेन्थ हो भने कम से कम पनि डेप्थ चाहिँ 1/4 टाइम्स अफ एल, 1/4 टाइम्स अफ एल हुनु पर्यो भनेको। यहाँ हेर्नुस्, यदि लेन्थ तपाईहरुको 5 मिटर छ, 5 मिटर भनेको 5000 mm भयो। डेप्थ चाहिँ तपाईहरुले राख्नुभयो कति, सपोज अहिलेको हिसाबले हेर्ने हो भने 400 राख्नुभयो। 400 तपाईहरुको क्यापिटल डेप्थ भयो भने L/4 टाइम्स, L/4 भनेको 5000 डिवाइडेड बाइ 400, यो दुईटा कति भयो? 12.5 12.5। यहाँ के भन्छ रिलेसनले, यो D चाहिँ के हुनु हुँदैन अरे, यो L/4 टाइम्स भन्दा सानो हुनु हुँदैन भनेको। यो L/4 L यदि तपाईले राख्नुभयो 5000 डिवाइडेड बाइ 4 गरियो भने 1250, 1250 यो एक्सिड गर्न पाइएन भनेको। म्याक्सिमम डेप्थ हाम्रो यति राख्न पाइयो यदि 5 मिटरको चाहिँ तपाईको लेन्थ राख्दै हुनुहुन्छ भने। सर यो बी र डी फिगरमा कुन कुन हो सर? बी भनेको हाम्रो यो हो, बी यो हो, डी भनेको यो हो। डेप्थ भनेको डी भयो, बी भनेको लंगिट्युडिनल एक्सिसमा भनेको विड्थ भयो। अब तपाईहरुले फेसिङको कुरा, कस्तो केसमा फेसिङमा चाहिँ हामीले फेसमा रड लगाउन मिल्छ भन्ने कुरा अस्ति भन्दै हुनुहुन्थ्यो। अब यहाँनेरि आउँछ तपाईहरुले गरेको क्वेशन। यदि तपाईहरुले लगाएको जुन बार छ, जुन के अरे बीम छ, त्यो बीमको डेप्थ 750 भन्दा माथि छ भने, 750 भन्दा माथि छ भने त्यो केसमा साइड फेसिङ बार लगाउन मिल्छ भनेको डिप बीम हुनु पर्यो। यहाँ हेर्नुस् त, नर्मल बीममा हो भने। यदि टेन्सन बीममा, अब टेन्सन बीम भनेको कस्तो खालको बीम हो?
टेन्सन बिम भनेको कस्तो खालको बिम हो? रेइन्फोर्स बिम हो। यसमा टेन्सन बिम भनेको तपाईले क्यान्टिलिभर भन्ने बुझ्नु पर्यो। टेन्सन बिम भनेको यो क्यान्टिलिभर बिम हो। त्यसमा चाहिँ 450 भन्दा माथिको यदि डेप्थ छ भने तपाईहरुले यहाँनेरि पनि साइड फेसिङ लगाउन पाइन्छ। साइड फेसिङ चाहिँ मिनिमम पनि त्यो दुईटा बारको डिफरेन्स चाहिँ कति हुनुपर्छ? दुईटा बार 300 mm र त्यो चाहिँ साइड फेसिङ बार 12 mm भन्दा सानो लाउन मिलेन। यो त हामीले अगाडि नै भनिहाल्यो। र त्यसको यदि साइड फेसिङको एरिया पनि हेर्ने हो भने 0.1% अफ बीडी 0.1% अफ बीडी। अब 0.1% भनेको कति हुन्छ भन्नुस् त? यदि तपाईहरुले 1000 केजी बीममा युज गर्दै हुनुहुन्छ भने यति आयो हाम्रो चाहिँ एरिया 1000 केजी सम्म आयो भने कति केजी सम्म चाहिँ साइड फेसिङमा लाउन सक्ने हुनुभयो? यसको 0.1% 0.1% जति आउँछ त्यतिसम्म हामीले युज गर्न पाइयो। कुन केसमा अरे? यदि हाम्रो नर्मल्ली 750 भन्दा तलको डेप्थ छ बीमको 750 भन्दा तलको डेप्थ छ बीमको भने र टेन्सन जोनमा भने टेन्सन बीम हेर्ने भने 450 भन्दा माथि छ भने त्यो केसमा हामीले साइड फेसिङ बार लाउन सकिन्छ। अब यो साइड फेसिङको बारको काम चाहिँ के हो त भन्नुस् त? काम के होला यसको? किन प्रोवाइड गर्ने साइड फेसिङ? है त एक्सयू लिमिट एरिया बढी हुँदाखेरि सर एयर फोर्स बियर गर्नलाई शेयर फोर्स बेयर गर्नलाई एउटा पोइन्ट त्यो पनि हो। अरु अरु नम्बर अफ स्टिल रेन्ज पर्ने कम्प्रेसिभ लिभर आर्मको डेप्थ कम हुन्छ भनेर लिभर आर्मको डेप्थ कम हुन्छ भनेर कम्प्रेसिभ आउटर सर्फेसबाट टेक्साइल रेन्फोर्समेन्टको जुन हुन्छ नि डिस्टेन्स ओके त्यो कम हुन्छ। मैले बुझे तपाईले भनेको आइदर ओभर रेन्फोर्समेन्ट र अन्डर रेन्फोर्समेन्टमा हाम्रो टेन्सन जोनमा चाहिँ बडी लाउनु पर्ने हुन्छ। टेन्सन जोनमा हाम्रो चाहिँ रड बडी लाउनु पर्ने हुन्छ। यदि साइड फेसिङ लगाइदियो भने साइड फेसिङ जस्तो यो न्यूट्रल एक्सिस तपाईहरुको यो न्यूट्रल एक्सिस भयो। यदि हामीले यहाँनेरि साइड फेसिङमा यसरी लगाइदियो भने कम्प्रेसन जोन कम हुन्छ टेन्सन जोन बढ्छ भन्नुभयो। तर दुवै पार्टमा हामीले इक्वली लगाइयो भने जस्तो यहाँ जुन न्यूट्रल एक्सिस छ त्यो न्यूट्रल एक्सिस भन्दा डाउनमा पनि र अपमा पनि दुई दुईवटा लगाइयो ल। अब के हुन्छ? ब्यालेन्स गरियो नि त हामीले। तपाईले यसमा के बुझ्नु पर्यो भने यो जुन लंगिट्युडनल बार हाम्रो साइड फेसिङ छ यो ओभरअल डेप्थ भनेको ठूलो डेप्थ भयो भने हामीले लगाउने। यसले एउटा कुरा के रेजिस्ट गर्छ भने यहाँदेखि आको जुन फर्स्टमा फर्स्ट प्रायोरिटी कसको? फर्स्ट प्रायोरिटी टप सर्फेस या बटम सर्फेस यही हो मेन हामीले काम गर्ने भनेको यही हो। यो बाहेक हामीले यदि साइड फेसिङ बारहरु युज गर्दैछौं भने यसले हामीलाई एउटा त शेयर रेजिस्ट गर्छ अर्को हाम्रो चाहिँ अर्को कन्डिसन भनेको यो जुन साइड फेसिङ छ यसले इन्टरनल कनेक्टिभिटी पनि बढाउँछ। कस्तो इन्टरनल कनेक्टिभिटी अफ कंक्रीट एन्ड स्टील भन्दा जुन स्टील एन्ड कंक्रीटको बीचमा एउटा ठूलो ग्याप छ त्यो ग्यापलाई मेन्टेन गर्ने काम गर्छ यसले। र यसले टेन्सन लोडको जुन हामीले लंगिट्युडनल बारको चाहिँ जुन इन्टेन्सनले प्रोवाइड गर्छौं त्यसको 15 to 20% मात्रै यसले काम गर्छ। अरु 80% वेस्ट हो। 80% चाहिँ वेस्ट हो यो तल लगाएको लंगिट्युडनल बार। तर शेयरलाई चाहिँ यसले राम्रो काम गर्छ फेरि। ल अब यही कुरा हाम्रो कोडमा पनि दिएको छ 26.5.1.3 मा। यदि डेप्थ तपाईहरुलाई यहाँ कोडमै भनेको छ डेप्थ चाहिँ 750 भन्दा तल भयो भने माथि भयो भने हामीले लगाउन पाइन्छ। कस्तो खालकोमा भन्दाखेरि हाम्रो जुन डीप बीमहरु हुन्छ हैन बीम चाहिँ डीप बीम यो त भनेको 750 भनेको त माथिको फ्ल्यान्ज भइहाल्यो।
तलको वेब भयो हैन। जुन चाहिँ डिप छ त्यो डिप कन्डिसनमा हामीले यति बेर चाहिँ साइड फेसिङ बारहरू लगाउन, साइड फेसिङ रेन्फोर्समेन्टहरू युज गर्न पाइन्छ। तपाईले अघि भने जस्तो यसले चाहिँ न्यूट्रल एक्सिसलाई ब्यालेन्स गर्ने काम गर्छ, आइदर कम्प्रेसन या टेन्सन जोनमा दुवैतिरमा यसले चाहिँ न्यूट्रल एक्सिसलाई ब्यालेन्स गर्ने काम पनि गर्छ। र यो बार भनेको 0.1% भन्दा माथि लाउन पाइँदैन हामीले एरियाले। ल अगाडि यहाँसम्म ठिक छ। अब यसको डिजाइन कन्डिसन तपाईहरुले भनेको डिजाइनको कसरी डिजाइन गर्ने, यिनै स्टेप्सहरु हुन् हामीले डिजाइन गर्ने स्टेप्सहरु हैन। रेन्फोर्समेन्टको डिजाइन, त्यसको चाहिँ एरिया अफ स्टिल, मिनिमम म्याक्सिमम स्पेसिङ, हामीले यिनै कुराहरु निकाल्ने हो। यो निकालेर डिजाइन आफैले एजुम गरेर म पछाडी तपाईहरुलाई गराउँछु योसँग रिलेटेड। अहिले चाहिँ अगाडि बढौं। अर्को कन्डिसन भनेको